सर हजुरलाई स्वागत छ मेरो युट्युब च्यानल। धन्यवाद। तपाईँलाई एउटा क्वेसन सोध्न गइरहेको छु होइन। यो हाम्रो नेपालको अहिले चलिरहेका फेमस राजनीतिक दलका नेताहरूमध्ये तपाईँलाई हर्क साङपाङ मनपर्छ कि बालेन शाह? के भनिदिनुहोस्। अभियसली नेपालको लागि अथवा देशको लागि चाहिने दुइटै हो, तर अहिलेको हालसालैमा चाहिँ मलाई बालेन शाह नै मनपर्छ। ल बालेन शाह मनपर्छ होइन। ल बालेन शाह र हर्क साङपाङको काम कार्यहरू कसको अलि राम्रो टाइपको जस्तो देखेको छ र कसको अलि थोरै कम जस्तो देखेको छ, अलि बताइदिनुहोस् न। बालेन शाह भनेको चाहिँ धेरै नबोल्ने, काम गरेर देखाउने। हर्क साङपाङ चाहिँ धेरै बोल्ने, धेरै मिडियाहरू युज गर्ने, अनि काम चाहिँ थोरै थोरै गर्ने। ए भनेपछि त्यस्तो है। बालेन चाहिँ नबोलेरै गर्ने पर्यो होइन, हर्क साङपाङ बोलेर गर्ने, त्यस्तो ठहरी। त्यसो भए तपाईँको विचारमा यही लाग्यो? यही लाग्यो, तर मेरो मन मुटुमा बस्न सकेको चाहिँ बालेन शाह नै हो है। अबको भोट अब कसलाई दिने इच्छा र चाहना छ? मेरो त अभियसली बालेन शाहलाई नै हो। घर फ्यामिलीहरूलाई, घर फ्यामिलीबाट भए पनि, मबाट भए पनि बालेन शाहलाई नै हो। होइन घरतिर कुराकानी गरेर सम्झाउनु भएको छ कि छैन यसमा हाल्नु भोट भनेर भन्नु? ड्याडी मम्मीलाई सम्झाइसकेको छ। अनि आफ्नो अङ्कल आन्टीहरू सबैलाई भनेको हो। अब हुनु त आफ्नो आफ्नो विचार हो, तर मैले चाहिँ अब ड्याडी मम्मीलाई भनेको छु, हुन्छ नै भन्नुभएको छ। अब कहाँसम्म हाल्नु। तपाईँलाई धेरै धेरै धन्यवाद। सबैजनाले भिडियो हेर्नुहोला।